हेलो गुड बोय, वेलकम टु द ब्याड बोय पकाउ सो। ओके, धेरै वर्षपछि आइरहेको छु। बिर्स्यौ भनी सम्झाइदिन्छु। द ब्याड बोय पकाउ सोमा कुनै विषयमा बोल्छु, मात्र तिमीलाई पकाउने काम। फेरि पनि म आएको छु पकाउन। आज हाम्रो विषय रहेको छ नेपालको नम्बर 1 सो, टिआरपी को माग्नमा आकाश छुको। यतिको टिआरपी छुको कुनै सो नि छैन, त्यो हो सांसद भवन। मैले पहिला पनि भनेको थिएँ नेपाली राजनीतिक बिग बोस जस्तो भइरहेको छ, र मैले यो पनि भनेको थिएँ कि गीतमा राजनीतिक छोड, बरु मेरो च्यानल दिन्छु नेपाली A1 आएर त्यसमा बिग बोस खोल। तर यहाँ त संसद भवन नै खोलिसके। तर त्यो एउटै कुराको मात्रै कमजोरी छ, सलमान खानको। त्यो पनि बालेनले पुरा गरे। च्यानल भनिरहनु भएको त्यतिकै बालेन आउनु भएन, बालेन बोल्नु भएन, बालेन बोल्नु भएन। जब बोल्नुभयो बियर बाइसेपलाई बिसाइदिनु भयो। हेर, म कसैको सपोर्टर पनि होइन, न विरोधी हुँ। तर नेपालको राजनीति जुन हिसाबले चलिरहेछ लाग्छ कुनै कमेडी सो। ठिक छ, धेरै कुरामा बालेनलाई सपोर्ट गरेको छु, तर यो होइन कि म अन्धभक्त हुँ। जहाँसम्म कुरा छ, बालेनजीले भन्नुभएको नेपालले भारतको सिमाना मिचेको छ, यो एकदम गम्भीर विषय हो। हुनसक्छ कि यो कुनै ऊ होइन, मेरो धारणा मात्र हो, विचार मात्र हो। लिम्पुद्वारा चुचे नक्साको जब भारतले आफ्नो सुरक्षाको लागि लिस्टमा लियो, तब आफ्नो जग्गा पनि कतैको दिन सकेको हुन्छ लिस्टमा, तर यसलाई अतिक्रमण भन्दैन। ओके, यो अरूले भन्दा पनि ठुलो इस्यु हुँदैन थियो देशको प्रधानमन्त्रीले। अरू चाहिँ होस् कि नहोस्, मोदी मिडियाको गाँड फाटिसक्यो। इन्डियामा लेटेन पछिको सबैभन्दा ठुलो इस्यु भनेकै बालेन शाहको बयान। ओके, यो पकाउँछु, धेरै सिरियस कुरा नगरौँ, किनकि यसमा मात्रै बालेनको हरेक गतिविधि पनि हेरिरहेको छु, ध्यानमा राखिरहेको छु, जहिले मेरो सार्न सक्छ। र ब्याड बोय पकाउँछु फेरि आउँछ, 1-2 वर्ष कुर्नु पर्दैन। र रोस्टपको कुरा छ भने रोस्टपक सुन्न चाहन्छौ भने कलिक इङ्ग्रेजीमा जाउँ, अहिले उतै गीत आइरह। ओके, आजलाई यति नै त गुड भयो। फेरि म आउँछु नयाँ भिडियो साथ, नयाँ पकाउँछु लिएर।